हाम्रो केटाहरू काम गर्न लागिरहेको छौँ हाम्रो साथीहरू आएको छौँ यहाँ चाहिँ हाम्रो पुरा साथीहरू झरे अब घर जानलाई रेडी पोजिसनमा मेरो बहिनी यता मेरो भाइ अब म सबजनालाई चाहिँ काम गर्न अब हामी बेच्नु विद्यार्थी साथीहरूलाई राखी हाम्रो म्यामहरू हाम्रो भाइ बहिनीहरू यहाँ काम गर्दै हेलो ल अब हामी काम गर्छौँ अहिले एकछिनपछि हामी घर जाने बेला तपाईँलाई देखाउँछ यत्रो अडियन्स चाहिँ हामीले ओसार किनकि म स्काउटको लिडर हो बाइस ग्रुपको लिडर छु नि त हाम्रो यहाँ हाम्रो साथी ए प्लस ल्याएकोमा हामीले हामी अब एकछिनपछि बेचिङ गरेर भएपछि अब देखाउनेछौँ हामी घर जाने बेलामा हामीलाई एउटा उत्कृष्ट जिपिए दिएर विद्यालयको जुन एउटा नाम र सान उच्च राख्ने काममा यहाँहरूले जुन अग्रणी भूमिका खेल्नुभयो त्यसको विद्यालयले उच्च सम्मान प्रकट गर्नेछ र आजका प्रमुख अतिथि र सभाध्यक्षको बाहुलीबाट म सो सम्मान स्वरूप प्रदान गरिने साइकललाई अगाडि ल्याएर सहयोग गरिदिनु हुन म गोकुल सरलाई सहजीकरणको निम्ति अनुरोध गर्दछु र साइकलद्वारा सम्मानित व्यक्तित्व भाइ अञ्जन विक जसको जिपिए 3.80 रहेको छ अगाडि आइदिनु म अनुरोध गर्दछु त्यसै गरी अर्का मेधावी अत्यन्त मेहनती भाइ राजेश पौडेल जसको जिपिए 3.66 रहेको छ र उहाँका अभिभावकलाई पनि म अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु मैले अञ्चलको मम्मीलाई यहाँबाट देखिरहेको छु त्यसै गरी राजेशको हजुरबालाई पनि मैले अगाडि देखिरहेको छु आदरणीय अभिभावकजीलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछु यो सफलतामा हजुरहरूको ठुलो हात रहेको छ कालिका वडा नम्बर 2 का वडाध्यक्ष र आजका सभाध्यक्ष अतिथिज्यूहरू बसका हासिल अतिथिज्यूहरू साइकल पाएको हाम्रो नयाँ स्टुडेन्ट हामी घर चल्दियौँ आजको लागि हाम्रो ब्लग यहीँ अन्त्य गर्न चाहन्छु अब अरू ब्लग अगाडि दिनमा आइरहन्छ आजको लागि यति नै धन्यवाद।